नमस्कार, म हुँ नारायण लामिछाने। तपाईँहरू हेर्दै हुनुहुन्छ नारायण फिटनेस वर्ल्ड। मैले यो च्यानल मार्फत तपाईँहरूलाई विभिन्न किसिमका स्वास्थ्य सम्बन्धी जानकारीहरू दिने गरेको छु। यसै सन्दर्भमा आज अत्यन्तै कन्फ्युजनमा रहेको र मान्छेलाई चाहिँ नि यो हो कि होइन अथवा यसो गर्नाले फाइदा हुन्छ कि बेफाइदा हुन्छ भनेर चाहिँ नि कन्फ्युजनमा रहेको एउटा विषयको बारेमा चाहिँ कुरा गर्दैछौँ। यो हो व्रत बस्नु अथवा 24 घन्टाको लागि फास्टिङ बस्नु हाम्रो शरीरको लागि फाइदा हो या नोक्सान। एक थरीको भनाइ छ व्रत बस्नाले पेटमा ग्यास्ट्रिक हुन्छ र बिरामी परिन्छ, हाम्रो शरीरमा नोक्सान हुन्छ। र पौराणिक कालमा निकै गहिरो अनुसन्धान गरेर हाम्रा ऋषिमुनिहरूले फास्टिङ गर्नु चाहिँ राम्रो हो र यसले शरीरको लागि निकै चाहिँ सकारात्मक प्रभावहरू ऊर्जाहरू ल्याउँछ भनेर चाहिँ बयान गर्नुभएको छ। हाम्रो आयुर्वेदको ग्रन्थ अनुसार हामीले जब चाहिँ फास्टिङ गरिन्छ अथवा हामीले जब व्रत बसिन्छ तब हाम्रो शरीरमा चाहिँ अटोफेजी भन्ने एउटा सिस्टम हुन्छ। 2016मा जापानका वैज्ञानिकहरूले यो सिस्टम पत्ता लगाएर उनलाई नोबेल पुरस्कारले सम्मानित गरिएको थियो। यसमा जब हाम्रो शरीरमा जब हामीले चाहिँ भोक लाग्छ, त्यो भोक चाहिँ तीव्र रूपमा चाहिँ बढ्दै जान्छ। 24 घन्टाको लागि 36 घन्टाको लागि चाहिँ हामीले जब फास्टिङ गरिन्छ, व्रत बसिन्छ र हाम्रो शरीरमा चाहिँ भोकको मात्रामा जब बढ्दै जान्छ, त्यो भोकले हाम्रो शरीरको विभिन्न किसिमको बिमारीहरूलाई खाँदै जान्छ। तपाईँलाई ब्लड प्रेसर छ भने त्यो ब्लड प्रेसरको बिमारी खान्छ, तपाईँको सुगर छ भने सुगरको बिमारी खान्छ, जहाँसम्म तपाईँको चाहिँ नि क्यान्सर छ भने पनि क्यान्सरको बिमारी खान्छ। यसलाई जो क्यान्सर भन्ने जो सेल्सहरू त्यसलाई यो अटोफेजी भन्ने एउटा सिस्टमले खान्छ। हाम्रो चाहिँ जति पनि शरीरमा तपाईँको चाहिँ सेल्सहरू मरेका हुन्छन्, सेल्सहरू बेकार भइसक्यो, त्यो सेल्सलाई रिपेयर गरेर नयाँ सेल्समा कन्भर्ट गर्छ। यसरी चाहिँ एउटा चेहरामा अथवा हाम्रो फेसमा चाहिँ एउटा नयाँपन, ताजापन, नयाँ ग्लोइङ ल्याउनुको साथै हाम्रो सम्पूर्ण बडीमा चाहिँ बिग्रेका घाउ खटिरा जस्ता सिस्टमहरू विभिन्न किसिमका बिमारीहरूलाई यसले खाने गर्छ। त्यसको लागि हामीले 24 घन्टा अथवा 36 घन्टाको लागि चाहिँ नि मात्र पानी पिएर चाहिँ नि फास्टिङ गर्नुपर्ने हुन्छ। यसै त अहिले नयाँ रिसर्च अनुसार हाम्रो शरीरमा प्रतिदिन 1000भन्दा बढी क्यान्सरका सेल्सहरू चाहिँ उत्पादन भइराखेका हुन्छन्। हाम्रो अहिलेको केमिकल युक्त खाना, यो हाम्रो चाहिँ नि यो चाहिँ बाहिरको जङ्क फुड, फास्ट फुड अथवा यो चाहिँ विभिन्न केमिकल युक्त खानाले गर्दा प्रतिदिन हजारौँ हाम्रो चाहिँ शरीरमा क्यान्सरका सेल्सहरू उत्पादनहरू भइराखेका हुन्छन्। यो हाम्रो चाहिँ नयाँ रिसर्चको चाहिँ नतिजा हो। र यसलाई निराकरण गर्नको लागि जब हामीले आफ्नो पेट खाली राख्छौँ, हामी फास्टिङ गर्छौँ, पानी पिएर मात्रै 24 घन्टाको लागि 36 घन्टाको लागि हामीले चाहिँ फास्टिङ गर्छौँ, त्यति बेला त्यो हाम्रो भोकले त्यति बेला अटोफेजी चाहिँ चालु हुन्छ। त्यो अटोफेजीले हाम्रो शरीरमा चाहिँ त्यो भएका विभिन्न किसिमका विकारहरू, क्यान्सरका सेल्सहरू जम्मा भएर बसेका हुन्छन्, तिनीहरूलाई खाएर हाम्रो शरीरलाई चाहिँ स्वास्थ्य प्रदान गर्छ। तपाईँहरू पनि यति विभिन्न किसिमबाट कुनै पनि रोगबाट चाहिँ तपाईँहरू वञ्चित हुन चाहनुहुन्छ, आफ्नो शरीरलाई स्वास्थ्य राख्न चाहनुहुन्छ, कहिले पनि डक्टर र हस्पिटलको चाहिँ भर पर्नुपर्ने हुँदैन भने तपाईँहरू सोचिराख्नुहोस्, कमसेकम हप्तामा एक दिन 24 घन्टाको लागि चाहिँ फास्टिङ गर्नुहोस्। यो फास्टिङ गर्नुहोस् र पानी चाहिँ प्रशस्त मात्रामा पिउँदै गर्नुहोस्। तपाईँले लाखौँको चाहिँ जो हस्पिटलले सेवा दिन्छ त्योभन्दा राम्रो सेवा यहाँ पाइन्छ। त्यसैले हप्तामा एक दिन फास्टिङ तपाईँको स्वास्थ्य जीवनको लागि, अनुहारको नयाँ ग्लोइङ फेसको लागि, सदैव तन्दुरुस्त र जवान रहनको लागि हप्तामा एक दिन फास्टिङ अथवा व्रत तपाईँहरू बस्नुहोस्। त्यसै तपाईँको शरीरमा चाहिँ पुराना र चाहिँ मरिसकेका सेल्सहरूलाई रिपेयर गर्नको साथै तपाईँहरूले चाहिँ नि विभिन्न किसिमका रोगहरूलाई त्यो भोकले त्यति बेला चाहिँ जो एक्टिभ भएको अटोफेजी सिस्टम हो त्यसले चाहिँ हाम्रो शरीरलाई त्यो यो रोगलाई चाहिँ नि खाने गर्छ। त्यसरी कुनै पनि समस्याको लागि, डिप्रेसन होस्, तपाईँको सुगर होस्, प्रेसर होस्, ग्यास्ट्रिक होस्, कुनै पनि समस्याको लागि अहिले चाहिँ तपाईँको चाहिँ नि फास्टिङ नै सबैभन्दा राम्रो उपाय हो। एकपटक अजमाएर हेर्नुहोस्, एकपटक प्रयोग गरेर हेर्नुहोस् र त्यसपछि मेरो कमेन्ट बक्समा आएर चाहिँ यसको रिजल्टहरू लेख्नुहोस् होइन। त्यति बेलासम्मको लागि हस्, राधे राधे। यदि तपाईँलाई चाहिँ मन पर्यो भने च्यानलमा एक लाइक र कमेन्ट छोडेर जानु होला। राधे राधे।